सेवारो 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 हामी लिम्बूहरू एकअर्कामा भेट हुँदा साइनो केलाउने चलन छ। यसको अर्थ साइनो लाग्ने आफन्त हुन्छ अनि एकअर्कामा बिहावारी हुँदैन। लिम्बू जातिमा लामो साइनो खेदाउने चलन छ। कम्तीमा पनि 4 पुस्ता, त्यो पनि आमापट्टि बाबापट्टि, कतै कतै 6-7 पुस्ता पनि खेदाउने चलन छ। यो पुस्ता भनेको के हो त? म एक पुस्ता भएँ, मेरो बाउआमा 2 पुस्ता हुनुभयो, मेरो बाजे बोजू घरपट्टिको अनि बाजे बोजू मौलापट्टिको 3 पुस्ता हुनुभयो, अनि मेरो सुबाजे घरपट्टिको सुबोजू घरपट्टिको अनि सुबाजे सुबोजू मौलापट्टिको उहाँहरू 4 पुस्ता हुनुभयो। अब हामी 4 पुस्ताको आधारमा साइनोहरू कसरी केलाउने भनेर केही उदाहरणहरू देखाउँछौँ। सेवारो सेवारो के थरी पढ्नुभयो हजुर? म योङया परे। ए मेरो पनि मम्मी योङया हो नि। ए त्यसो भए म 1 पुस्ता, हजुरको 2 पुस्ता, हाम्रो त साइनो परेछ। सेवारो 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 हजुर कुन लिम्बू पढ्नुभयो? म योङया परे। ए योङया त मेरो बोजू हो नि। ए त्यसो भए मेरो 1 पुस्ता, तपाईँको 3 पुस्ता, हाम्रो त साइनो लागेछ नि। सेवारो 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 अनि के थरी पढ्नुभयो नि तपाईँ? म योङया परे। योङया त मेरो सुबोजी हो नि। ए त्यसो भए मेरो 1 पुस्ता, हजुरको 4 पुस्ता, हाम्रो त साइनो पो लागेछ त।